10 मिनेटमा अब माथि पुग्दैछ यहाँ देखो हामी चाहिँ बहुत गाह्रो हुँदो रहेछ उकालो चढ्न यति हिँडे चाहिँ स्यास्या हुन्छ अक्सिजनको मात्रा एकदम कम छ यसो यसो हिँड्दै वेटिङ गर्दै सास लिँदै हिँडेको ए राजा दरबारको भग्नावशेष छ त्यो के त्यो रुइन्सानीको भग्नावशेष छ त्यो राजाको चाहिँ अब पहिलाको चाहिँ घरकोमा हिँडिरहेको नि राजाको घरमा अहिले चाहिँ भत्किएर भग्नावशेष छ त्यो चाहिँ तर राजा चाहिँ बहुत हाइटमा भयो रानीको फेरि उठो भएको छ तल रानीको तल्लो घर भनेर छुट्टै यहाँ भयो दरबारको अब शासन चलाउने गर्ने उहाँ भयो आफ्नो छुट्टै लागि बनाएको उहाँ छ झन्डा ल्याएको भयो त्यो धेरै हाइटमा आइन्छ रोमन खानको टपको हाइटै यहीँ रहेछ त्यही अन्त राजामा होइन त्यति उहाँ पोल देखियो भित्रमा एउटा यहाँ त यहाँको मान्छे 1% पनि आउनु होला नि यहाँ जो त सक्ने पनि हिँड्छ नि बुढाबुढी त केटाकेटी पनि यहाँ त गाह्रो छ दुई पाले नि के छ यस्तो घाँटी दुख्ने यस्तो दामी देखिएको छ यहाँ देखाउ त ल ल एकदम राम्रो छ यहाँ एकदम राम्रो भ्यू आउँदैछ त्यहाँ हिँड्न दुःख हैछ हिँड्न दुःख हो रमाइलो छ यहाँ हामी उहाँदेखि आएको यहाँदेखि यस्तो यत्रो चढेर आइयो अझै यहाँ जानु खोजेका छौँ हामी यहाँ बसेपछि त दुश्मन पनि नि पऱ्यो माथि आयो वो त देखाउ रानीको घर हो रानीको घर हो अहिले भग्नावशेष रानीको यो उहाँ तलको होला यो चाहिँ रानीको घर हो भन्ने हामीलाई थाहा भएको छ फाइनली हामी पुग्नै लागिएका छौँ जन्माथिको भ्यूहरू राम्रो देखिएको छ ओहो यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ खै सुरुङ जस्तो के छ राजाको पहिलाको घर यो हो रोमन खानका राजा चाहिँ यहाँ बस्थे ओहो त्यही ठाउँ कहाँ आएको रे ठ्याक्कै यहाँ बस्ने ठाउँ छैन बस्नु पाएन नि अब त्यो एकछिन बसेर भिडियो बनाउँदै कसको मोबाइल हो र बसोबास यहाँ बनाऊ